मर्निङ हामी लाङटाङ इको रिसोर्टमा छौँ र एकदम मनमोहक दृश्य यो हरियाली वातावरण एकदमै राम्रो ठाउँ। यो बिहानको मौसम हो, एकदमै रमाइलो ठाउँ छ। यो चाहिँ कटेज टाइपको बसाइ छ यहाँ, किनभने यहाँ चाहिँ पुरै अर्गानिक यो फार्ममा इको रिसोर्ट चलेको छ र यो 45 रोपनी जग्गामा फैलिएको यो इको रिसोर्ट यो चाहिँ रमणीय स्थल, एकदमै काठमाडौँबाट नजिकै तर एकदमै रमाइलो ठाउँ लाग्यो मलाई। किनभने योभन्दा म 2 वर्ष 2.5 वर्ष अगाडि यहाँ बास बस्न आएको थिएँ। त्यति बेला पनि यो ठाउँ एकदमै रमाइलो लागेको थियो। फेरि म हिजो पनि यस ठाउँमा बास बस्न आएको छु र मलाई एकदमै रमाइलो लाग्यो। ताकि यहाँको मौसम नै सबभन्दा रमाइलो लाग्छ, एकदम चिसो छ। यहाँबाट यो साँखुको बजार पनि देख्न सकिन्छ। यहाँबाटै मजाले यहाँ साँखु बजार देखिन्छ। यसरी यहाँबाट हेर्न सकिन्छ, यो सबै साँखु बजार हो। यो सबै वन हो जो साँखुबाट हामी माथि दक्षिण पव आउने वन यहाँबाट यसरी देखिन्छ भने यो डाँडो सबै शङ्करापुर वडा नम्बर 4 को यहाँ एकदमै ठुलो गुम्बा पनि बनेको छ। मैले यहाँबाट अहिले गुम्बा देखाउन सकिनँ यहाँहरूलाई। यो डाँडोले छेकेको छ अलिकति, यो माथि यो हाइटमा छ, एकदम रमाइलो छ। यहाँ चाहिँ ग्रुप आएर बस्नलाई यहाँ अर्गानिक जति अर्गानिक चिजहरू यहाँ उत्पादन हुन्छ सबै यहाँ खानेकुराहरू यहीँबाट, बाहिरबाट केही पनि नलिएर यहीँ उत्पादन भएका चिजहरू खान पाइन्छ। यहाँ चाहिँ गाई भैँसी बाख्राहरू कुखुराहरू लगायत सबै यो फार्ममा छ। यहाँबाट देख्न सकिन्छ यहाँले यो धेरै ठुलो एरियामा फैलिएको छ। किनभने 45 रोपनी भनेको नटजोक धेरै ठुलो एरिया हो र यहाँ चाहिँ माछा पनि छ। यी माछा पोखरी छ, 2टा पोखरी छ, एउटा तल छ एउटा माथि छ। माछा पोखरी पनि छ। अनि फलफुलहरू सबै छ यहाँ। सिजनमा फल्ने फलफुलहरू सबै लगाइएको छ ताकि बोट बिरुवाहरू हराभराई फार्मभरि छ, मजाले हरियाली। यहाँ आफ्नै नर्सरी छ। यहाँ चाहिँ मजाले यहाँका अर्गानिक चिजहरू आफैले टिपेर बनाएर खान सकिन्छ। एक हिसाबले भन्यो भने यो एउटा इको रिसोर्ट हो, अर्को हिसाबले भन्यो भने यो फार्म हाउस हो र अर्को हिसाबले भन्यो भने यो होमस्टे टाइपको पनि छ। किनभने आफ्नो फ्यामिली आएर मजाले आफैले पकाएर मजाले 2-3 दिन चाहिँ बसेर यहाँ चाहिँ रमाइलो गर्न सकिन्छ। यहाँ चाहिँ विशेष गरी अझ ग्रुपहरू आएर क्याम्प फायर गरेर हैन आफैले बनाएर इन्जोय गर्ने ठाउँहरू यस्तो ट्याक्क बसेर स्टेज जस्तो यहाँ चाहिँ अर्गानिक तरिकाको छ क्या, एकदमै रमाइलो। चौरहरू छ, यी मजाले नाच्ने घुम्ने चौरहरू छ मजाले। यसरी हामीले चाहिँ यो इको रिसोर्ट, यो चाहिँ लाङटाङ इको रिसोर्ट, यो चाहिँ हाम्रो साधुराम लामिछाने जो सञ्चालक हुनुहुन्छ यसको, उहाँले चाहिँ यसलाई ठुलो मेहनत गर्नुभएको छ ताकि पर्यटकहरूलाई चाहिँ यो चाहिँ एउटा राम्रो प्लेटफर्म पनि हो। किनभने बाह्य पर्यटक आन्तरिक पर्यटकलाई लिएर आएर चाहिँ यहाँ चाहिँ पर्यटन प्रवर्धन गर्नको लागि पनि उहाँले ठुलो मेहनत गर्नुभएको छ। विगत धेरै वर्षदेखि उहाँले यो मेहनत गरिरहनु भएको छ र यहाँ अहिले लगभग हरेक ग्रुपहरू यहाँ चाहिँ अर्डरबाटै काठमाडौँबाटै अर्डर गरेर बस्नको लागि आउनुहुन्छ र एकदम रमाइलो छ। यहाँहरू पनि एकपटक भिजिट गर्नु होला है त। हस् ल, धन्यवाद।